यलो महानगरपालिका या बागदोले चोंगु ज्यापु समाज या ज्येष्ठ नागरिक आनन्द निकेतन भवन या उलेजा यागुदु शनिबार छगु जाजो या दथुई प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल नीति भारतीय राजदूत विनय मोहन क्वाट्रया उपस्थिति भवन या उलेजा याना दिगु ख एक रोपनी 13 आना क्षेत्रफल न्यना चोंगु भवन डेकेगु नीति मधुम अस्तमान महर्जन जग्गा दान लिसे न्येगु लखतक दान याना दिगु खसा नेपाल सरकार भारत सरकार बागमती प्रदेश सरकार यल महानगरपालिका लिसे थिथि संसद कोष्या ग्वाली भवन डेकुगु ख नेवा मौलिक कलात्मक शैली डेका तगु ठुगु भवन डेके त छिनपेंगु करोड तका मल्याक खर्च जुगु कोसा खलक थागुदु जाजोले प्रधानमन्त्री देउवा निर्माणाधीन भवन या प्रशंसा यासे ज्येष्ठ नागरिक आनन्द निकेतन भवन ह्याके त नेपाल सरकार फुचा कथ ग्वाली यागु प्रतिबद्धता पुंका दिल ज्यापु समाज एल स्थापना कालदेखि नै ज्यापु समाजको मौलिक कला सांस्कृतिक सम्पदा संस्कार एवं सभ्यताको संरक्षण सम्बन्धन लगायतका उक्त समुदायको सर्वाङ्गीण हितमा अनवरत रूपमा लागिरहेको कुरामा पनि म जानकार नै छु। हस्तकला चित्रकला मूर्तिकला आदिको माध्यमबाट नेपालको कला र संस्कृतिलाई विश्वभर चिनाउने ज्यापु समुदाय त्यसमा पनि ज्यापु समुदाय ललितपुरले गरेको योगदानलाई प्रशंसा गर्दै यस्ता कार्यको संरक्षण सम्वर्धन र प्रवर्धन गर्न नेपाल सरकार सदैव तयार रहनेछ। भाषा शिक्षा स्वास्थ्य संस्कृति पर्यटन हस्तकला पुरातत्व आर्थिक र भौतिक पूर्वाधार कृषि युवा तथा खेलकुद उद्योग वाणिज्य जस्ता सामाजिक सांस्कृतिक क्षेत्रले पनि योगदान गरेको कुरामा प्रशंसा गर्न चाहन्छु। अन्तमा ज्यापु समाज एलले ललितपुरको नेवार समुदायमा रहेको कला संस्कृति क्षेत्रको संरक्षण प्रवर्धन र विकासको लागि महत्त्वपूर्ण भूमिका गरेकोमा प्रशंसा गर्न चाहन्छु र यो ज्यापु समाजलाई आदिवासीको रूपमा पनि मानिएको छ। यो काठमाडौँ भ्यालीमा पहिलोपल्ट यो बस्ती बसेको चाहिँ ज्यापु समाजकै हो भन्ने पनि मानिएको छ। करिब करिब सबैले मानिसकेका छन् यहाँका। त्यसैले यो ज्यापु समाजलाई म धन्यवाद दिन चाहन्छु र यो सम्पूर्ण ज्येष्ठ नागरिकहरू जो छ उहाँहरूको स्वास्थ्य सुविधा दीर्घायुको कामना गर्दछु। जनप्रतिनिधि हुनुको नाताले चाहिँ मलाई जहाँसम्म लाग्छ नेपाल भरमा महानगरपालिका यो चाहिँ सुन्दर ढकालले जुन किसिमको गरिरहेको छ यो सुविधायुक्त अहिलेसम्म यहाँ चाहिँ फ्री अफ कस्ट एक पैसा नलिकन जुन किसिमको विषय चान्चुनले चाहिँ सुविधा पाएको छ त्यो सराहनीय छ। अझ पनि तपाईहरुले चाहिँ गरेर जान सकोस्। त्यसमा पनि यो सञ्चालनको लागि जुन प्रतिबद्धता जाहेर गर्नु भएको छ सम्माननीय प्रधानमन्त्रीज्यूले मुख्यमन्त्रीज्यूले मन्त्रीज्यूले अतिथिज्यूहरूले चाहिँ मतलब हाम्रो महानगरका मेयर साहबले जुन किसिमको प्रतिबद्धता जाहेर गर्नु भएको छ हामी चाहन्छौँ कि यसलाई चाहिँ यो हामीले बनाए तापनि यो ज्यापु समाजको होइन।
हामी त कर्ता मात्रै हौँ। यो नेपाल सरकारको सम्पत्ति नै हो, नेपाल सरकारको ज्येष्ठ नागरिक आनन्द निकेतन भवन हो। त्यही कारणले नेपाल सरकार तिनटै सरकारले सहयोग गरेर राम्रोसँग व्यवस्थित गरेर जान सक्यो भने हामीले पूजा गरिरहनु पर्ला जस्तो मलाई लाग्दैन। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी साक्य ज्येष्ठ नागरिक आनन्द निकेतन भवन नेपाया हे नमुना वृद्धाश्रम जुगो थया दिल। आज यहाँ पुग्दाखेरि म छक्क परेँ। यति ठुलो यति भव्य र अहिले चाहिँ कुरा सुनिरहँदाखेरि त त्यो भित्रको सम्पूर्ण चाहिँ सुख सुविधाको कुराहरू र सुन्दाखेरि धेरै खुसी लाग्यो। म आयोजक साथीहरू खास गरिकन ज्यापु समाजलाई चाहिँ धन्यवाद दिन चाहन्छु। बागमती प्रदेशको लागि मात्रै होइन यो भवन, मलाई लाग्छ देशैभरिको लागि पनि यो नमुना बन्न सक्छ। यो कुरा सुन्दाखेरि नमुना बनेको छ, नमुना बन्न सक्छ भन्ने मेरो विश्वास हो। अहिलेसम्म हाम्रो बागमती प्रदेशको 13 जिल्लामा कहीँ पनि यस्तो भवन चाहिँ नि बनेको मलाई थाहा छैन र बागमती प्रदेशको लागि त धेरै खुसीकै कुरा हो। जाजोले भारतीय राजदूत क्वाट्रा भारत सरकार सामुदायिक विकास परियोजना कथ ज्यापु समाज थुगु भवन लिसे डे न्यंक पेशा व नियगु मल्याक परियोजना ग्वाली याना वया चुनागु जानकारी बिया दिल। I would like to mention here, as was mentioned by all the previous speakers, that Government of India considers itself fortunate to be associated with this project with the grant assistance of rupees 5 crores Nepalese, which contributed to the building of this Vradhashram under Government of India's what we call high impact community development projects. We are very proud of this contribution, but at the same time, we are committed to continue making such contributions for the well-being of both our societies, and in this case, in particular, the old age people from the Jhapu Samaj. Implementation of this project, I think, is one small example of how the development partnership between India and Nepal actually focuses on first and foremost, and perhaps in the end, only on the people. जाजोसा संघीय सरकार या गृह मन्त्री बालकृष्ण खाँट, ऊर्जा मन्त्री पम्फा भुसाल, यला महानगरपालिका एमबीर चिरीबाबु महर्जन लगायत न ज्येष्ठ नागरिक आनन्द निकेतन भवन या त कया थथगु खतया दिगु ख। अहिले परिवारको संरचना बदलिन थालेको छ, सामाजिक परिवेश बदलिरहेको छ। हामी चाहन्छौँ, नेपाली समाज चाहन्छ, परिवारका ज्येष्ठ नागरिक, सासाना बालबच्चा पनि हामीसँगै बस्न सकौँ। तर अहिले विभिन्न परिवेशले, अवस्थाले सँगै नरहने अवस्था पनि आउँछ। त्यसका लागि मुलुकका ज्येष्ठ नागरिकहरूलाई कसरी स्याहार सम्भार गर्ने, उहाँहरूलाई कसरी जीवनयापनमा सहजता पुर्याउने, त्यसका लागि समाज संवेदनशील रूपमा गम्भीर बन्न जरुरी छ। यो संवेदनशीलतालाई र गम्भीरतालाई बुझेर ज्यापु समाजले ज्यादै नै महत्त्वपूर्ण कार्य गरेको छ, यो भवन निर्माण गरेको छ। त्यसो त म भन्छु कोही पनि मान्छे वृद्धाश्रममा जान नपरोस्। सबैले आफ्ना सन्तानबाट राम्रो हेर विचार, जसलाई जन्माए, हुर्काए, पढाए, बढाए र आफ्नो जीवनको अभिभारा सुम्पेका हुन्छन्, ती कोही पनि अभिभावकलाई चाहिँ वृद्धाश्रम जान नपरोस्। तर फेरि मानव जीवन हो, सबैको त्यस्तो नहुन पनि सक्छ। फेरि हाम्रो अर्थ सामाजिक सम्बन्धले पनि राम्रो रेखदेख नहुन सक्छ। तर जसलाई वृद्धाश्रम आउनुपर्छ, एउटा सुविधा सम्पन्न वृद्धाश्रम, यो ललितपुर मात्रै होइन 77 जिल्लाका त्यस्ता नागरिकहरूले यसको भरपुर उपभोग गर्न पाउनुहुनेछ। यसलाई चाहिँ जुन ढङ्गले निर्माण गरिएको छ त्यही ढङ्गले सञ्चालन गर्ने कुरामा तिनै तहको सरकारको पनि भूमिका हुनेछ। म यहाँको प्रतिनिधि हुनुका नाताले अहिले मैले जहाँ छु, मेरो पनि हर प्रकारले सहयोग र सद्भाव सधैँ रहनेछ। मैले प्रतिबद्धता व्यक्त पनि गर्छु। म ज्यापु समाजको पूर्व अध्यक्ष र ललितपुर महानगरपालिकाको मेयरको हैसियतले म सम्पूर्ण ललितपुर नगरवासी एवं
अन्य दाजुभाइ दिदीबहिनीहरूलाई म शुभकामना दिन चाहन्छु। यो 110 बेडिङ क्यापासिटीको वृद्धाश्रम भवन विख्यात स्ट्रक्चरल इन्जिनियर MRB एन्ड एसोसिएट्सले यसको डिजाइन गरिएको हो र 72 सालको भूकम्पमा त्यो बेलामा यसको चाहिँ स्ट्रक्चरको कामहरू सबै सम्पन्न भइसकेको थियो, तर 72 सालको भूकम्पले यसमा रौँ चिरा पनि देखिएन, त्यति मजबुतसँग बनाइएको छ। र यो भवन मलाई जहाँसम्म लाग्छ यसको सेस्मोलिकल डिजाइन फ्याक्टर इज 8.5 अन द रेक्टर स्केल हो भन्ने चाहिँ मेरो ठम्ब्याइ हो। तसर्थ यति मजबुत भवनमा यो जुन वृद्धाश्रम खोल्न गइरहेको छ यो हाम्रो निमित्त ज्यादै सुखद कुरा हो। र अब निकट भविष्यमा यसको सञ्चालनको निमित्त अपरेसन एक्सपेन्सेस चाहिन्छ, त्यो भनेको अझ ठुलो रकम हुन आउँछ। र यसमा हाम्रो अघि उपाध्यक्षज्यूले भन्नुभए जस्तै यो चाहिँ केन्द्रीय सरकारले मात्र पनि होइन, प्रदेश सरकार र स्थानीय सरकारले यसमा सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो। र ललितपुर महानगरपालिका स्थानीय सरकार भएको नाताले हामीले कति हिस्सा लिनुपर्ने हो त्यो सहयोगको हिस्सा चाहिँ हामी लिन्छौँ भन्ने कुरा पनि मैले यहाँहरू समक्ष जानकारी गराएँ। निर्माणाधीन ठुगो भवने सच्ची व छिगु बेड सहित परीक्षण कक्ष, भान्सा कोठा, अपाङ्ग मैत्री लिसे, मज्जी मगाको फर्निचर व थिथि कथा या उपकरण या सुविधा दोगो ज्यापु समाज थागुदो।